आज चाहिँ नमनलाई लिएर जमजम गएको। आज चाहिँ नयाँ जमजममा गयो, जोरपाटीको जमजममा। अनि यताको जमजमभन्दा जुस फरकिलो पनि रहेछ, रमाइलो रहेछ। यहाँनिर चाहिँ अलिकति एक्स्ट्रा लाग्यो। यस्तो थियो, यो नेटबाट छिरेर दुई स्टेप माथि गएर अनि त्यहाँबाट भित्रभित्र गएर बजार चढ्दै चढ्दै त्यसरी जाने पनि रहेछ। अनि त्यो गर्दाखेरि चाहिँ अलिकति जुन बच्चाहरूको दिमाग पनि स्ट्रङ हुन्छ जस्तो लाग्छ। उनीहरूले अब यताउता चढ्ने त्यस्तो गर्न पाएको हुँदैन नि घरतिर त। अब भर्याङ चढ्नु दियो भने भइहाल्छ भने डर हुन्छ होइन, रेलिङ सेलिङ चढ्न दिने कुरा भएन। अनि त्यही भएर त्यहाँनिर चाहिँ क्लाइम्बिङहरू गराउनलाई चाहिँ रमाइलो रहेछ। सानसानो बच्चाहरूको लागि चाहिँ यतिको छन् त उतापट्टि अरू पनि छ क्लाइम्बिङहरू गर्ने, रक क्लाइम्बिङ गर्ने, अरू खेल्नेहरू पनि छ। तर अब यो सानो बच्चाहरूलाई चाहिँ यहाँनिर नै ठिकै हुने रहेछ। अब त्यो क्लाइम्ब गरेर उता गयो, भित्र गयो। त्यसपछि त्यहाँनिर स्टुडियोहरू छ। अब बलहरू त तल छँदैछ, एकजना प्यारेन्ट्सलाई चाहिँ दिइहाल्छ है, ठिक हुँदैन। आज चाहिँ प्रायः जसो अफर हुँदो रहेछ, त्यही भएर अफरमा पनि थियो। नर्मली अरू बेलामा चाहिँ 1 घन्टा मात्र खेल्न पाइन्थ्यो भनेदेखि आज चाहिँ 2 घन्टा एकचोटि 1 घन्टाको पैसा तिरेपछि बाई 1 गेट 1 फ्री हुने जस्तो 1 घन्टाको पैसा तिरेपछि एक्स्ट्रा 1 घन्टा चाहिँ खेल्नु पाउने थियो। अनि 2 घन्टासम्म के खेलेर बस्ने भनेर मलाई चाहिँ एकदमै बोर लागिरहेको थियो कि अब बच्चा चाहिँ यता जान्छ उता जान्छ, आफू चाहिँ अनि मेरो काम चाहिँ भिडियो खिचेर बस्ने भयो 2 घन्टासम्म नै। ब्याट्री 2 घन्टा पनि कहाँ लगभग आधी घन्टा अगाडि नै ब्याट्री सिक्यो मोबाइलको, राम्रोसँग भिडियो खिच्नु पनि पाइनँ। तर अगाडि नै थोरै भिडियो चाहिँ खिचेर गएँ। अनि त्यो भिडियोले पनि राम्ररी भयो। यो चाहिँ मेरो फर्स्ट युट्युबमा युट्युबमा चाहिँ बच्चाहरूको यस्तो भिडियोहरू अपलोड गर्दाखेरि चाहिँ पछिसम्म यो मेमोरी हुन्छ मोबाइलमा रहिकन राख्दैन, ल्यापटपतिर राख्यो भने पनि पछि कहाँ पर्छ के हुन्छ होइन। अब युट्युबमा राख्यो भने भन्ने कुरा आफ्नो ठाउँमा आओस् नआओस् ठिकै छ, तर मेमोरीलाई त भयो नि त। हेर्दाखेरि जस आफ्नो भिडियो देखेर खुसी हुन्छन्, मन चाहिँ त्यही हिसाबले पनि त्यो बनाएर हाल्नु लाग्यो भएर हालेको।